Good morning, Chandra Suryo. आज चाहिँ हामी चारजना हौँ। पहिला थापाथली जान्छु। थापाथलीमा दुईजना साथीहरूसँग मिटअप छ। त्यसपछि साटो बाटोमा विशाल सरसँग मिटअप छ। आज गोदावरी जाँदैछु आज। ल 6:30 सो छौ नि हरू आयो। ढुङ्गाना सर अगाडि। गुड मर्निङ खतरा छ नि सही हो गुड यसरी त ठ्याक्कै यो पेडलमा अडाउँ हो सही हो। हेलो गुड मर्निङ ठ्याक्कै त्यो पेडलमा अडाउँ पेडलमा यस्तै मुनिरहेको बममा दुखी भइरहेको छ सर। बममा रिपेयर हुँदैछ मेरो साइकल। ब्रेक अलिकति कडाएको अरे। यो मेरो साइकल, यो विवेक सरको साइकल जाइन्ट, अनि यो हाम्रो प्यान कस्टम चाहिँ हाम्रो ढुङ्गाना सरको साइकल हो। गुड मर्निङ सर। वाउ आज गिटार पनि। मर्निङ जम्का भेट। नेक्स्ट स्टप हात्तीवन। ओके चिया खाने होइन सर? एकैछिन है सर। 7:24 भयो। साटोबाट निस्किँदैछ। लेट्स गो। हाम्रो विवेक सर लेफ्टमा, बिचमा ढुङ्गाना सर र राइट साइडमा खड्का सर हाम्रो। हाम्रो मनमा यस्तो ढकाल सर आज यसो सर मिस भयो, तर यसो सरलाई चाहिँ अब पठाउमै राख्ने हो। दामी आज गिटार एभ्रिथिङ। बहुत ठीक छ। यो चाहिँ 2000 परेछ। विवेकको त्यही 1500 वाला हो। अनि त्यहाँ जाउला खेलमा हावाहरू भरि सबै टाइट, नटहरू कसी, गियरहरू सबै मिलाइ। ब्याक गरिरहेको छ त गाडी बिस्तारै। यस्तो बेला चाहिँ स्टपेजमा जीवनजल थोरै खाइराख्यो भने एनर्जी पनि दिन्छ एन्ड मसल क्राम्पहरू पनि आउँदैन, किनकि बडीमा सुगर पनि इम्पोर्टेन्ट छ।
साइक्लिङमा धेरै क्यालोरी बर्न हुन्छ 500 to 600 क्यालोरिज पर आवर बर्न भइरहन्छ Canada people. Oh. गाड़ी बिस्तारी हटको गाड़ी है इसके बाद हजुर अलि बटारौँ अलिकति बटार्ने हैन यस्तै ठिक छ बिस्तारै ठिक छ नो वरिज यतिको स्पिडमा ठिक छ ए विवेक आज कडा फर्ममा छ आज विवेक सिंगल लाइन सिंगल गाडी कुदाएर आउँछ यता कुन्नु 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 तपाईँ अगाडि जानु 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 बोलिरहेको छु म अनि हजुरलाई कस्तो लागिरहेको त सर टोलीहरू हेर्दा मसुक्क हाँस्ने पनि साइकल लिएर मस्त आउनुभएको रहेछ आई थिङ्क गोदावरी गएर आउनुभयो होला अब आफू हिँड्न सक्दिनँ चलाउन सक्दिनँ राम्रोसँग आज फर्स्ट डे हो नि त बानी छैन राम्रोसँग यहाँ टोलीहरू जिस्काउँदै बस्छन् के भयो ए भाइ भन्दै यार छ्या लाज लाग्थ्यो तिनीहरू ट्राई माई बेस्ट अहिलेसम्म चाहिँ नि सक्दिनँ भनेर डोराउँदै हिँडेको छैन साइकल चलाइरहेको छु त्यहाँनिर चलाइरहेको छु
जति सक्छु केही छैन त्यसमा आन्दाले चलाउने हो टोलीहरू अगाडि हुनुहुन्छ मजाले हो लास्ट थाकिने रहेछ बबाल थाकिन कि अन द वेभ हाम्रो राइडरहरू त्यो जस्तो छ ग्यारेजतिर राम्रो जानु नि छ हो क्या टाइम हेरेको छ गोदावरी वार्ड नम्बर 3 कार्यालय अगाडि आइपुग्यौँ हामी क्या स्केच छ ठिक छ जति सक्छ त्यस्तै जाने हो बिस्तारै बिस्तारै आनन्दले सकेन भने त सकेन सिधा कुरा हो त हाम्रो राइडर दाजु मस्त Okay, let's go. सुनाई पल्ला घरको छिमेकीले देखे मलाई भिडियो पनि खड्का सर हामी आइपुग्यौँ गोदावरी बोटानिकल गार्डन हेलो विवेक हेलो गाइज राम्रो एक्सपिरियन्स बहुत रमाइलो हुँदैछ रमाइलो भएको छ साइक्लिङको स्ट्यामिना पनि बढ्यो साइक्लिङको इन्ड्युरेन्स अनि त्यसपछि त्यस्तरी थाकेको पनि छैन त्यसरी नै जर्नी कन्टिन्यू गर्नुपर्छ फुलै फुलको बगैँचामा मेरी माया मेरी माया छैन अनि माया खोज्ने टाइममा पुग्यो भविष्य मेरो प्यारो भन्दा प्यारो मेरो मान्छेलाई दिन सक्दिन तिमीलाई कहिले चाहे जति गरौँ भुलाउन मलाई सक्दिन अब म तिमीलाई सुभद्रा श्रेष्ठ र उहाँको प्रतिभा हेर्नु मयूर आसन कस्तो हुँदो रहेछ मैले नै अहिलेसम्म थाहा छैन हेरेको छैन ओह्रालो ओह्रालो छ सरमा आनन्द हजुर म सँगै जाउँला सर एउटा राजकुमारकोमा मिलाएर दिन्छ त्यहीँ जाउँला सर हजुर कप्पनमा है सर एउटा सबभन्दा लाउडेस्ट शप छ 11,000 हो कि 12,000 चान्जुन छ सँगै जाउँला सर पछि अलिकति बजेट अलिक
सानेपामा बनाउँछ सर, त्यहाँ मजाले बनाइन्छ। त्यो एउटा सर्भिसिङ गर्ने ठाउँ, प्रोफेसनल ठाउँ छ सानेपामा। त्यहाँ अहिले यो स्क्विजी ब्रेक बनाउनुपर्छ। यो सकेन, अघिनको पसलेले सकेन। सर अब घर जान्छु, रेस्ट गर्छु सर। हजुर ओके। अब हाम्रो त्यो ड्राइभमा सबै सेयर भइहाल्छ। हजुरले पनि एडिट गर्नुहोस्, म पनि एडिट गर्छु मिलाएर, त्यही अनुसार हामी अगाडि बढ्दा पनि हुन्छ सर, केही समस्या हुँदैन। Wind blast, bawal. बिस्तारै आउँदै हुन्छ सर, हामी अगाडि बढ्दा हुन्छ। ओह्रालै ओह्रालो छ सर। यहाँ बरु अगाडि नै कुरौँला, ओह्रालो सकिने बित्तिकै कुरौँला। लेदरको त्यो स्टिल भएको नि आधी गाड्यो क्या।
बाइकमा बाइकमा एकछिन मान्छेले त्यो आउँदैछ हल्दिएर आइरहेको थियो क्या स्टुडेन्ट होइन अगाडि घुमाइ त्यो मान्छे नहेरेर गयो क्या सर त्यस्तो रियाक्सन भयो होइन जसो गल्ती भयो त्यो नहेरेरै गयो क्या त्यो बाइक गाडी चार भाइ कहाँ गरी पुरै स्टिलको रड भएको जुत्ता पनि गएको थियो क्या सोच्नु धन्न बच्यो मनको जुत्ता राम्रो खाएको हुँदो रहेछ त्योहरू जुत्ता बोलिरहेछ त्यसको हजुर मुखबाट ब्लड आएन तर केही भएन क्या तपाईँको हेलमेट र काट्यो हजुरको हेलमेट जुत्ता अनि यो पछाडि स्पाइन बचाउनु पऱ्यो क्या मेन तिनवटा मान्छे पाकिदियो एकछिन रोकेर कमसेकम होइन लाग्यो त्यो कहाँ लाग्यो भएको हिट एन्ड रन केस भयो हिट एन्ड रन त होइन होला होइन सर गइरहेको एउटा मान्छेले ल्याम्पो घुमाइदियो क्या ला युटर्न फुल टर्न त्यो मान्छे अलिक कन्ट्रोल गर्न भएन कटाउँथ्यो होला त्यसले अगाडि ब्रेक हान्यो क्या त्यसले एकदम केयरफुल हुनु जाउँ गाइस मलाई बहुत फोन गर्यो मलाई कल यता तिमी चमेली फुलको बास्ना चाहिँ बिहानीको मेरो जानुको किरण